हेलो गाइस, मैंने हूँ मैं हूँ हम मार्केट आए हैं सामान लेने के लिए। सामान तो सामान तो अब महंगे लेंगे, हम सस्ते तो नहीं देखते, हम आँख नहीं जाता है। 67-64 दिरहम हम देखते, हम 21 हम नहीं देखते, 67 दिरहम देखो। 60-70 दिरहम का देखते हैं, लेकिन बाद में 11 दिरहम का ले जाता है। ऐसा मत बेइज्जत करो ना बहन। देख हम क्रीम तो कौन यूज करता दिखाए हम तुम्हें। मैं ये है ना, ये क्या गया महँगो हेर्न दिदी, कहाँ महँगो बता पछाडि मरेको छ नि दिदी। लास्ट में बच्चा प्राइस मात्र देखाउने के महँगो लेते हम, महँगो लेते हम। और फिर अभी हम कपड़े किनने जा रहे हैं, वो थोड़ा कपड़े खरीदना है, वो स्पेशल हमें अब जाना है ना। सरफ भी लेना यार, पहले सरफ यूज नहीं करते हम, वो यूज करते हैं ना महंगे, वो क्या होता है उसका नाम ना, थोड़ा कंफ्यूज हो गई हूँ मैं। साबुन उसका नाम तो है इधर नहीं मिलता है, सरफ उधर मिलता है। कहाँ जा रहे हो इधर? थोड़ा फोन ऊंचा करो यार, बेइज्जत यार, बेइज्जत। फोन चाहिँ तल पारेर राख्छ, यस्तो पनि भ्लग के सरफ यता दिदी। हेलो सरफ भी दिखने आओ, सरफ आज हामी फर्स्ट टाइम चाहिँ मजाले साथीहरू पनि धेरैजना 2जना 3जना आइन्थ्यो, आज धेरैजना आइन्थ्यो। 21 दिरहमको यो सस्तो सरफ हेर्नु सस्तो हेर्नु दिदी। यसमा छैन, 19 यो लगाउने हो दिदी। उपर लागेको रहेछ नानी, यसमा त 22 दिरहम। ओ यहाँ रहेछ, कतिको 22 दिरहमको रहेछ। कति केजीको? यो 3 केजीको होला सायद। 22 दिरहम यहाँ 19 दिरहमको छ। कति केजीको त हेर्न अन्त। केजीको देखाउनु। माय गॉड 99 दिरहम। किन यति साह्रो महँगो भएको होला? 19 दिरहम हामीलाई हेपेको है क्या यार? यो लगाउनु के हो? खै बोला था ना आप लोग, मैंने देखा है वो 99 का, लेकिन लेके जाएंगे हम 11। ये कितना महंगे, मतलब 67 दिरहम। 67 दिरहम, यही लेके जाएंगे आज हम। गाह्रो छ क्या? यो होला सायद। त्यो त 22 को कत्रो रहेछ क्या हो यो? 22 को? होला कि दिदी? काचेको हेर्न दे देखिने छ। फर्कन पर्यो भने हो क्या? इज्जत त जान्न। 22 को यो लगाउनु फेरि। यी 10 रुपियाँको यो रहेछ, 11 रुपियाँको। उताइले सोध्नु न। दाइ आउनु न। यो कतिको? यो 22 को होला र? 22 ये तो छ अब यो लगाउँ नि। ठुलो लाग्छ। ठुलै लाग्ने के? अफर छ भने दाइ, अफर छ भने चाहिँ ठुलो जाने। अरे उता छ राम्रो छ 15 दिरहमको उता। हो न हाई, हो न हाई, हो न हाई दाइ। राम्रो छ क्या? राम्रो हेर्ने एरियल कसरी दाइ? 21 22 समथिङ। ये पर्सी ल्यायो न, ये राम्रो छ त। भोलि 26 रुपियाँको हो क्या? त्यही त भोलि लिएर जान्छ, पर्सि लिएर जान्छ। नामै पर्सि रहेछ। त्यो लिएर जाने एउटा। ल हाम्रो नेहाले चाहिँ बोकी देखाने के किनेको छ? 120 दिरहम। 120 दिरहमको सरफ। सस्तोमा आफै जात भन्दा चल्तीबाट मैले। हामी कम मामुली खालको मान्छे र महँगो मात्रै युज गर्छ, हामीले सस्तो युज गर्दैन। सस्तोमा त आफै दिनु पर्ने नि हामीले। अनि सोध्नु न दाइलाई, दाइ के यार? म त भिडियो बनाउन जाने नेहाको लागि। ओके बोल्छ क्या मजाले। ये प्राइस 10 दिरहम। पेंसिल ले ली थी ना, वही देखने जाना था, मिल गई मुझे वो पीछे वाली साइड में। I don't know your friend. Who are going? You are going is it's going is no, Savari is knowing. Don't tell me. You go and see. Didi यहाँ पैसा आएपछि आउने नि त। बेस किन गरिनु? See girl is talking English. Nepali is not talking. No, Nepali is bullying. Price. How much this? How much? How much this candy? Only 1 dirham. 1 dirham but 95 dirham. 5 dirham. Look here, chocolate.
कुकुर डिब्बा यो टेक इट एन्ड टेस्ट यो बिस्कुट कतिको होला खान्छ लाउन हुन्थ्यो के यार 600 रुपियाँको के अरे 6 रुपियाँको यो बिस्कुट यसको पनि त्यही होला यहाँदेखि छ 6 रुपियाँ नहीं बन- 12 13 दिरहम 14 दिरहम 10 दिरहम 10 दिरहम का ये 10 दिरहम को पैसा होला देखना पड़ेगा यार नमकीन है ये नमकीन अरू हेर नि त्यहाँ यार कलर दुनाला यार कलरको इम्पोर्टेन्ट थियो स्प्राइटहरू पनि तयार छ 10 रुपियाँको दुईवटा आउँछ त चाहिँ तर मिठो हुँदैन हामीलाई वहाँ मिठो रुँदैन नेपाल। त अब के गर्ने नेपाल का जैसा नहीं होता है आँखा लोभी मन पापी है और इसको नेपाली बोलना नहीं आता है अब नहीं आता क्या कर रहे हैं अब नेपाली तो मैं भूल ही गई हूँ क्या इंग्लिश या हिंदी आता है ओन्ली इंग्लिश टकिङ यू ओके कता जाने किधर जाना इसको इसको नेपाली नहीं आता है नहीं आता क्या कर रहे बिग प्रॉब्लम बिग प्रॉब्लम आई डोंट नो नेपाली लैंग्वेज या नो 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 नेपाली ल्याङ्ग्वेज इज नो ओन्ली इंग्लिश टकिङ टकिङ इंग्लिश लैंग्वेज यो ओन्ली पुरै टावल लगाएर जामलाई कहाँ गर्ने चेक हाउ मच प्राइस how much this 38 ओ माय गॉड मान्छेहरू यसरी आउँछन् बोयफ्रेन्ड र गर्लफ्रेन्ड हामी त हेरेको हेरे रात्रै रहेछ यार boyfriend हामी मात्रै रहेछ यहाँ सिंगल लाइफ इज रक बोयफ्रेन्ड प्रित बनाउने अब अलि दिनपछि टेन्सन नो टेन्सन सिंगल त कसरी आज एउटा भैयाको फोन नम्बर लिएर जानुपर्छ यार अफर लगाइदिनु भन्नु साँच्ची लग्ने हो यार एउटा भइहाल्यो यार अफर लाग्छ जहिले हामी यार जहिले हामी आउँछ त्यो दिन अफर लागेको हुँदैन कि आज चाहिँ फोन नम्बर लिएर जाने भैयाको यो कति रुपियाँ त्यसलाई चाहिँ 25 दिरहम हेरौँ न देखा न यहाँ हाम्रो साथीहरूलाई पनि यस्तो दिरहम देख्न पाइन्न यस्तो टाढादेखि हेर्दिउँ न दिरहम हेर्न अलाउड छैन यहाँ मार्केटमा उही घर गएर बरु एउटा छेउछेउ हेर्न आउँछ यार हँ छेउछेउ के छेउछेउ ओहो यसलाई नेपाली आउँदैन छेउछेउ छेउछेउ नेपालीमा चाउचाउ भनिन्छ तर यसले इङ्ग्लिसमा के भन्छस् मैं तो वो बोलती हूँ इङ्ग्लिसमा चाउचाउमा के भन्छ छेउछेउ 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 हम लोग छेउछेउ खाने के लिए आए देखने के लिए इस जगह नाम है सिक्का बन जा नेहा मसँग पैसा है पैसा देखेर यसबाट उस लगाउँ न दिदी यिनीहरू केही लगाउँ छेउछेउहरू हुन र छेउछेउ छेउछेउ यो के हो ससेस खालि ससेसमा जान्छ यसको आँखा चाहिँ के भएर होला के गर्ने यार मेरो मनले सक्सेस खायो भने पैसाले मलाई कमजोर छु नि यो मासुको लगाउने हो र आज उठाइदिने भात छु आजादीको सबै अरू सिधाको झोल खान लाग्यो यो मनपर्छ तपाईँलाई कति रुपियाँ छ है 5 को 3 हो खै या 7 पनि छ या 2 नि हो यो 2 दिरमको चाहिँ 7 दिरमको रहेछ अस्ति मन त सिद्राको झोलमा क्या मन पर्छ मासु आइज बोकेर उता अरू जग्गा हेरौँ हेलो गाइज टोकरी त भरेर गर्थ्यो हाम्रो हातमा लिएर नि हम के गर्ने हामी म टोकरी नि भरेर लान्छौँ टोकरी नभने टर्ली भने यार ट्रोली ट्रोली टोकरी भनेर बेइज्जत गरिसक्यो ट्रोली यसलाई नेपाली आउँदैन त्यही भएर के टोकरी गर्ने भनिरहेछ बुझ्दैन कि नेपाली बिग प्रब्लम आँखा चाहिँ खालि यसमा जान्छ साथीहरू सस्तेसमा ससेस र केएफसी मासु दुध दही त हामीले हेर्दैनौँ किनकि हामीले दुध दही प्रशस्तै पाइन्छ यो के हो पराठा ड्युटीमा प्रशस्तै पाइन्छ हाम्रो ड्युटी पराठा लगाउने हेर भरे तताउँदै खान आउँछ यहाँ चामल लिँदैन चामल हेर्छु है ल। प्राइस कति छ 40 ठिक छ यहाँ हेर यो 67 यो हामी सक्ने खानालाई लैजाउँ न यही यो खाने हामीले यो यो चाहिँ खान सकिन्छ है हामीले यो हाम्रो लागि बनेको एउटा ल कुन चाहिँ होइन खाम क्या यही लैजाउँ न ए लाग्ने यही लैजाउँ के यही यो त सकिन्न कि यत्रो महँगो यो कम हुन्छ के बरु लैजाउँ 74 दिरम 64 दिरहम हैन यो सुट गर्छ हामीलाई यो आई लभ यु निकाल लास्ट टाइममा यो चाहिँ ठिक भयो हामीलाई यो चाहिँ सुट गर्छ है हामीलाई आई लभ यु 26 को हाम्रो सुट गर्छ है लैजाउँ कि नि लैजाउँ दिदी भन्दैन
न्याय छ यो लैजाउँ न्याय ल्याएर के गर्ने हाम्रो सामान किनिसक्यो अरूको टोकरीमा बहिनीहरूको टोकरीमा हालिसक्यो दिदीहरूको टोकरीमा के हेर्नु पैसा त अझै छ दिने जति छ हामीसँग एउटा राजमलाइको पाएन कि भनेको थियो दिदी मैले किनकि भाषाको बनाएर खाना हुन्छ नि त अनि पकाएर खानुको लागि केमा कराईहरू छैन र यी यस्तो लगेपछि सही हुन्छ भनेको थियो उता राजमा एउटा लगाउँ न मन पर्छ क्या राजमाको सब्जी कस्तो राम्रो हुन्छ लगेर कसरी पकाउनु 10 रुपियाँको त के रहन्छ यिनीहरू त हम ये रखने के लिए ढूंढ रहे कितनी का दोस्त लोग इधर है टोकरियाँ ही है ना इन लोगों ने बाइक खरीद लिया है बहुत क्या पास्ता अचार है ना अचार यार अचार बहुत सस्ते में मिलता है 7 रुपये 8 खुर्सानी ले जा मेरा लास्ट लग्ने 7 रुपियाँ लसुन खुर्सानी क्या लग्ने ले जा बक बक हुन्छ लगेर त्यो नागी आफू र कस्ता किने कस्तो मिठो हुन्छ यो खुर्सानी डल्ले खुर्सानी हेर नानी डल्ले खुर्सानीको तर यहाँ हामीले के किन्यौँ अहिले हामीले चिकन अचार किन्यौँ अब के किन्ने हो हेरेर जाम्ला नाच्ची लाग्यो लास्ट अरू के लाने दोकानले उठाइदिनु 5 राजमा हौ यो राजमा लगाउँ भन्दा एउटा राजमा मटर अलरेडी यहाँ हुँदो रहेछ तर यो पकाएको हो कि काँचो हो हेर होइन यो उबाल राखेको हुन्छ हामी ठ्याक्क मसला हालेर पकाइनु कि अनि केही होइन त्यसो लैजाउँ न त नि एउटा 4 रुपियाँको होइन यो लगाउनु एउटा कति भन्छ 4 रुपियाँ ओ यो 5 रुपियाँ 25 गर्छ यी 4 को कुन चाहिँ हाम्रो रातो भएको यो लैजाउँ अब अरू के जाने हेर सको प्लास्टिक हाल्नु चाहियो भने के त अनि प्लास्टिकको ठाउँमा आइपुगेको हो मासुको चाहिँ भोगी भनौँ त्यस्तो मन पराउने मासु म त्यस्तो थियो त्यही अब मैले साथीहरू त्यस्तै भेटेको छु सेलेरी आएपछि हामीले मासुमै सक्छ उयो कि सेलेरी आएपछि थाहा छ केएफसी चाहिँ नबिर्सेको हामी केएफसी त टेन्सन नगर्नु न त मनमा थाहा नि त के खाने सेलरी मात्र आउँछ नि हात त्यस्तै खान्छ नि हामीले भित्री आत्मालाई थाहा छ के खाने भन्ने सेलरी आउन मात्र दिनु न यो के खानु सेलेरी आएपछि के खाने के आउन दिनु न यो भित्री मर्म यो आत्मादेखिबाट खोलेर खाने हो जे छ बुट्टाली बुट्टाली हेर्री खाने हो सेलरी आउन मात्र द्याउ न यार हाम्रो आत्मालाई थाहा छ हामी के खाना मन परिरहेछ भनेर ल्याम ल्याम उठाइदिने हो भन्न ल्याम उठाइदिने ल्याम कि ल्याम उठाउने मान्छे यहाँ चाहिँ लाउनु हुन्थ्यो एउटा यो होइन ल्याम हेर मलाई मलाई त उयो खानु मन लाग्यो अक्टोपस चाहिँ खानु मन लाग्यो यो त यहाँ हेर न झिँगे अक्टोपस हुन नि सक्छ कि प्राउन होइन होला ए अक्टोपस हो कि चित्रबन्ध कति बेला त्यसको हेर्नु 22 के लगाउनु भन्नु न एउटा लगाउँ एउटा मासु त लगाउने हो मासु हेर्नु त कति रहेछ आज मासुमै आज केएफसी लगाउनु पाएन केएफसी केएफसी अनि केएफसी हेर्नु न त कति रुपियाँ छ 15 रुपियाँ 12 रुपियाँ 13 रुपियाँ रहेछ मासु त महँगो रहेछ केएफसी हेरौँ न त बर्गर खालि नहुनु हेरेर बस्छ यार बर्गर लाग्ने पैसा त्यहाँ केएफसीहरू लिएर जान बरु बाह्रको छ त 12 को नि 22 को हो कि 20 को 13 को रहेछ कुन चाहिँ लाने हो र लग्ने ल 26
29 कत्रो कत्रो हो कि प्याकेट पनि बाफ्रे एउटा केएफसी लगाऊ मेरो ससेस लगाऊ भयो अन्डा कति महँगो महँगो हो 9 ग्रामको सकेछ 12 ग्रामको रहेछ अब त भयो होला होइन के लगाउने स्प्राइट लगाउनु आउँदैन अब कति बच्छ हिसाब गरेर लिउन आउने बच्छ कहाँ छ उनीहरू हेरौँ त कहाँ छन् सेम्पू हेर्नु त ल कस्तो राम्रो राम्रो सेम्पू छ हेर्नु अफर 29 रुपियाँ रहेछ हेरी हेर्छ सबै दाम तर मैले बनाउने सनसिल्क सेम्पू चाहिँ डुप्लिकेट पर्दो रहेछ कि यसमा पनि लगेको थियो तर डुप्लिकेट पर्छ ओरिजिनल छ भने डुप्लिकेट मात्रै आर्टिकल सेम्पू पनि रहेछ लैजाऊँ के लैजाऊँ